आज हामी बनाउन गइरहेको छौं बेबी बेम्बो तामाको सब्जी। तामा मेरो हस्बेन्डको फेभरेट तरकारी हो। तर यो तामा चाहिँ नि खानै पाइँदैन थियो कि कहाँ पाइन्छ भन्ने कुरा थाहा नभएकोले अनि उसले कहाँबाट सुन्नुभएछ चाइनिजकोमा पाउँछ अरे भनेर अनि तामा खोज्न गएको छ। कस्तो दामी दामी भेराइटीको पायो है। अनि हामीले चाहिँ अर्को एउटा फ्रोजनको लिएर आएको छौँ ठुल्ठुलो वाला। अनि यो चाहिँ नर्मल के यतिकै बाहिर राखेको। अनि हेर्दै कस्तो मिठो जस्तो छ, कराप कराप खानु जस्तो। अनि ल अब हजुरको फेभरेट हजुर नै बनाउनु भनेर मैले जिम्मा दिएको छु। आफै बनाउँदै हुनुहुन्छ। यो चाहिँ हाम्रो अदुवा लसुनको पेस्ट तयार हुँदैछ जुगाडले, किनभने मिक्सचर मैले फुटाइसकेको छु हालसालै नयाँ मिक्सचर, त्यही भएर। अनि म चाहिँ भिडियो बनाउँदैछु। तपाईहरुलाई पनि तामाको सब्जी मनपर्छ भने यसरी नै पकाएर खानु होला, कस्तो मिठो हुन्छ। हेर्दै जानुहोस् है मेरो भिडियो। खोइ के गरे मैले यहाँनिर भिडियो गर्दाखेरि हल्लाएर गरेर तेर्सो गरेर भएछ। सुरुमा चाहिँ पड्काउने मसला पड्काएर प्याज लसुन के पड्काएर मेथी पड्काएर मात्रै रातो बनाएपछि मात्र बेसार हाल्नुपर्ने। सुरुमै बेसार हाल्नु भएको हेर्नु न के गरेको डर त भन्दैछु, तर झन् डर्न त खोइ डरेन, कलर कता हरायो। अनि फेरि यसमा एउटा डल्ले खोर्सानी हाल्नु भयो पिरो मिठो हुन्छ भनेर। पिरो मिठो हुन्छ अरे अनि तामा खोर्सानी बेसार प्याज लसुन अदुवा भएपछि तामा मिठो भइहाल्छ होइन। अनि चटचटी भुटेर ग्यास सानो पारेर पकाउनु। पर भुट्दै हुन्छ छोप्दै पकाउँदै। यहाँ चाहिँ ग्यास ठुलो भएको रहेछ। अब भनेको तामा पाक्न आँट्यो। मैले चाहिँ यहाँ भोलिपल्ट भोइस ओभर गरेको। अनि त्यहाँबाट चाहिँ यसरी पकाउँदै हुन्छ मेरो हस्बेन्डले तामाको तरकारी। मिठो साँच्चै मिठो भन्दै पकाउँदै हुन्छ के गीत गाउँदै। म चाहिँ यहाँ भिडियो गर्दै बसिरहेको छु। ल हामीले चाहिँ चिकन अनि साग अनि तामा अनि डल्ले खोर्सानी मिठो। धन्यवाद हेरिदिनु भएकोमा। लाइक पनि गरिदिनु होला।